कस्तो आसुरी स्वभाव तीनवटा स्वभाव भएको संसारमा मान्छे हुन्छ शास्त्रले भनेको कुरो मैले होइन शास्त्रको वचन हजुरहरु समक्ष पुर्याएको तीनवटा स्वभाव भएका हुन्छ एउटा देवताको स्वभाव हुन्छ एउटा मनुष्यको स्वभाव हुन्छ एउटा आसुरी स्वभाव हुन्छ कलिकालमा चाहिँ जीवस्स असुरताम गत प्राणीहरू के हुन्छ आसुरी स्वभाव 98% 99 भने 1% मात्रै अरूको लागि सोच्ने होला धेरै भए 2% मात्रै होला अरू त सबै हामी आफ्नै लागि मात्रै सोचिरहेको त्यसैले यहाँ भन्नुहुन्छ आसुरी स्वभाव एउटा मानवको स्वभाव एउटा देवताको स्वभाव सबैका भिन्दै हुन्छ देवताको स्वभाव भन्दा व्यक्तिहरू कस्ता हुन्छन् देवताको स्वभाव कस्तो हुन्छ भन्दा आफ्नो नहोस् अरूको होस् जय श्री कृष्ण भन्दैनु न सबैजना आफ्नो नहोस् अरूको होस् यो स्वभाव देवताको स्वभाव हो तपाईहरुमा त छैन होला नि यो छ भने त देवतै हो नि तपाईहरु खुसी हुनु नाच्दै जानु भयो आहा 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 आफैले मात्रै छ कि अरूले पनि छ भनिदिँदैछ त्यो पनि आफूले त तपाईको छ भने कुन दिन त्यसैले यो देवताको स्वभाव हो एउटा हामी भन्छौँ नि देवताहरू मानवहरू राक्षसहरू भन्छौँ नि यही त हो त्यही भएर देवताको स्वभाव भएका व्यक्तिहरू के भन्छन् आफ्नो अरूको छोड्दै गर्छ भने लैजाऊ छैन हौ अब हामीलाई छोड्दैन त्यसैको होस् ल